श्रावणको आज पहिलो सोमबार सँगसँगै हजुरहरूको घरमा आफ्नो घर परिवारमा सुख शान्ति समृद्धि छ। श्रावण महिनालाई एकदम स्पेसल बनाउनु पर्यो भनेर हजुरले व्रत तीर्थ गरिरहनु भएको होला। साथै हजुरको घर परिवारमा पनि अझै दुःख पीडा कष्टहरू भइरहेका छन्। श्रावणको सोमबारको महिनाबाट नै अब शिव भगवानको रूप शक्तिले अर्चन गरेर हजुरहरूले शिवलाई मान्दै हजुरको ज्ञान तत्त्वलाई लिएर आफ्नो घरलाई पनि ऊर्जावान बनाउन चाहनुहुन्छ। आफ्नो घरमा वास्तु मिलाउन पाए नि यो श्रावण महिना एकदम राम्रो हुने थियो भन्ने मनमा सोचिरहनु भएको होला। त्यसो भनेदेखि हजुरहरूले चिन्ता गर्नुपर्ने छैन। हजुरहरू समक्ष म वास्तु गुरु प्रकाश ताल उपस्थित भइसकेको छु र हजुरहरूले आफ्नो घर भिजिट गराएर हजुरहरूले वास्तु मैत्रीपूर्ण ऊर्जावान तरिकाले बनाउन सक्नुहुनेछ, जसले गर्दा हजुरको घरमा सुख शान्ति समृद्धि छाउनेछ। र श्रावण महिना एकदम विशेष गरेर शिव भगवानको स्पेसल महिना रहेको छ। उहाँले आफ्नो ऊर्जा दिव्य ज्ञान शक्ति हासिल गरेको महिनाको कारणले उहाँको सम्पूर्ण ज्ञान आर्जन गर्न सक्नुहुनेछ। हजुरहरूले नै लिन सक्नुहुनेछ। जसले हजुरको घरमा विभिन्न किसिमका समस्याहरू दुःख पीडा कष्टहरू भइरहेका छन् भने विशेष त भोले बाबालाई सम्झेर शिवालय मन्दिरहरूमा गएर जल चढाउनु, जल अर्पण गरेर शिव भगवानको रूपमा सम्झना गरेर प्रार्थना गरेर हजुरहरूले शिवालय मन्दिरहरूमा बेलपत्र अर्पण गरेर पनि चढाउन सक्नुहुनेछ। र ऊर्जावान बनाउनका लागि हजुरहरूलाई एकदम महत्त्वपूर्ण रहनेछ। यसरी नै हजुरहरूले आफ्नो घरको ऊर्जालाई अगाडि राम्रोसित बनाएर शिक्षा स्वास्थ्यदेखि लिएर घरमा एकदम ऊर्जावान तरिकाको पोजिटिभ भाइब्रेसनका साथ आफ्नो घरलाई पनि महत्त्वपूर्ण दिएर अगाडि बढ्न चाहनुहुन्छ भनेदेखि हजुर